हेलो गाइज, गुड मर्निङ। आजको दिन तपाईँहरूको शुभ रहोस् भन्दै र आज हाम्रो स्कुलमा एउटा सानो कार्यक्रम छ, अट्याकिङ प्रोग्राम, र हेर्दै गर्नुहोस् है मेरो यो सानो ब्लग। हाउसको क्याप्टन, स्कुलको क्याप्टनहरू, सेमिडिभिजनको क्याप्टन, डिसिप्लिनको क्याप्टन है, सम्पूर्ण क्याप्टनहरूलाई स्कुललाई एउटा शिक्षाको क्षेत्रमा रुटिन मात्रै फलो नगरेर त्यो रुटिनहरूलाई फलो गर्नको निम्ति स्कुललाई परिचालन गर्नको निम्ति शिक्षा हो पार्लियामेन्टरी सिस्टमलाई हामीले अगाडि बढाउँदैछौँ र जसलाई पनि क्याप्टनहरूको पदभार दिएको छ, मोनिटरहरूको पदभार दिएको छ र हाम्रो 4वटा आश्रम पनि भनिन्छ हाउस। 4वटा हाउसको नाम शिशिर हाउस, वसन्त हाउस, हेमन्त हाउस र शरद हाउस। यो 4वटा हाउसहरू चाहिँ 4वटा ऋतुको बारेमा, ऋतुको नाममा राखिएको, सिजनको नाममा। सानो नानीहरूलाई थाहा छैन होला, सुन्दै गर, राम्ररी सुन। किनभने यो 4वटा हाउस चाहिँ हाम्रो 4वटा ऋतुहरूलाई जनाएर नाम राखेको छ पैसामा पनि सक्छौँ है। आफ्नो जीवन तिनै सहायता गर्नुहुन्छ र यो 4वटा ऋतुहरूलाई तिमीले सम्झिनुपर्छ, बुझ्नुपर्छ र हाम्रो त्यसै रेड हाउस यसको निम्ति सबैभन्दा पहिला गेल माध्यमिक विद्यालयका क्याप्टन प्यारो विद्यालयलाई शिखरमा पुर्याउनेछौ। स्कुल क्याप्टन भोइसबाट सोहन प्रधानलाई यो ब्याज ग्रहणको निम्ति यहाँ आइदिने स्कुलको पक्षबाट अनुरोध गर्दछौँ। सुबाहुलीबाट यो ब्याज वितरण भइरहेको छ। विद्यालय हो, ज्ञान र विद्याको स्रोत हो। वरपर हरियाली वातावरण, माता सरस्वती को वरदान हो।
प्यारो विद्यालयलाई सधैँ माया गर्नेछौँ नाम रोशन गरी एक दिन सबैलाई चिनाउनेछौँ नाम रोशन गरी एक दिन सबैलाई चिनाउनेछौँ गेल उच्च माध्यमिक विद्यालय गेल उच्च माध्यमिक विद्यालय तिमीहरूले विभिन्न पदमा छौ स्कुल क्याप्टनमा छ कोही स्कुलको भाइस क्याप्टनमा छौ कोही हाउस क्याप्टनमा छ विभिन्न प्रकारको पदभारमा छौ र सबैले एकैचोटि क्याप्टनहरूले पहिला यो टेकिङको कार्यक्रमलाई सम्पन्न गर्छन् र पछाडिको नानीहरू चाहिँ हल्ला नगरिकन कसो गर्नुहुन्छ दार्जिलिङले त्यो सुन्नुपर्छ बुझ्यो कुरा पछाडिको नानीहरूले हल्ला नगरिकन र म चाहिँ यो शपथ ग्रहणको निम्ति नानीहरूलाई नाम रोशन गरी एक दिन सबैलाई चिनाउनेछौँ नाम रोशन गरी एक दिन सबैलाई चिनाउनेछौँ गेल उच्च माध्यमिक विद्यालय गेल उच्च माध्यमिक विद्यालय गेल उच्च माध्यमिक विद्यालय गेल उच्च माध्यमिक विद्यालय जीवनलाई अगाडि बढाउँछौँ भनेर चाहिँ तिमीहरूलाई यहाँनिर टेकिङको आज म गेल उच्च माध्यमिक विद्यालय ईश्वरलाई साक्षी राखी यो शपथ लिदछु कि म आफ्नो पदको जिम्मेवारी एवं उत्तरदायित्वलाई खुबै निष्ठापूर्वक निभाउनेछु म एक असल विद्यार्थी भई विद्यालयको नियम कानुन एवं अनुशासनलाई पूर्ण रूपले पालन गर्नेछु साथै अन्य विद्यार्थीहरूलाई पनि अनुशासित बन्ने प्रेरणा दिनेछु धन्यवाद सम्पूर्ण विद्यार्थीको निम्ति जस्तो क्याप्टनहरूको उत्तरदायित्व हुन्छ त्यस्तै प्रकारले तिमीहरूको हरेक विद्यार्थीको चाहिँ आफ्नो आफ्नो उत्तरदायित्व हुन्छ ड्युटी हुन्छ कर्तव्य हुन्छ त्यो कारणले त्यसलाई पनि निभाउनु अनिवार्य छ त्यो कारणले तिमीहरू राम्रोसँग सिधा बसेर सबले छातीमा हात राखेर सबले छातीमा हात राखेर तिमीहरूले पनि यो शपथ ग्रहणको कार्यक्रमलाई पालन गर्नेछौ सम्पूर्ण एकैचोटि सम्पूर्ण विद्यार्थीहरूले एक साथमा सुनाइ म गेल उच्च माध्यमिक विद्यालयको विद्यार्थी ईश्वरलाई साक्षी राखी यो प्रण गर्दछु कि म एक असल विद्यार्थी भई आफ्नो साथै विद्यालयको नाम रोशन गर्नेछु म पढाइमा ध्यान लगाई उच्च शिक्षा हासिल गर्नेछु म मादक पदार्थ खैनी गुटखा भाङ धतुरा इत्यादि कुभक्षणको सेवन गर्ने छैन साथै असल चरित्रवान बनेर कुनै पनि असभ्य नकारात्मक पक्षलाई प्राथमिकता दिने छैन साथै यस्तोमा
संलग्न बन्ने छुइन। विद्यालयको अनुशासनमा बाँधिएर शिक्षा हासिल गर्ने दृढ निश्चय राख्नेछु।